अभ्यास गरिएको छ। पहिलोलाई समूह 1, समूह 2 र समूह 3। समूह 1 मा चाहिँ प्रारम्भिक वर्ण र शब्द छ भने दोस्रो समूहमा नेपालीमा वाक्य अन्तर्गत पर्दछ भने तेस्रो समूहमा चाहिँ पाठ र कथा अन्तर्गत पर्दछ। त्यस्तै गणित विषयमा चाहिँ प्रारम्भिक 1 अङ्क र 2 अङ्कलाई चाहिँ समूह 1 मा राखिएको छ भने जोड र घटाउलाई चाहिँ समूह 2 मा र गुणन र भागलाई चाहिँ के गरेको छ त समूह 3 मा गरेर चाहिँ विभाजन गरिएको छ। यसमा हामीले चाहिँ अभिलेखीकरण गर्दा कक्षा 3 मा जम्मा विद्यार्थी संख्या चाहिँ 21 रहेको छ। त्यसमध्ये प्रारम्भिक चरणमा चाहिँ 3 जना रहेका छन्, वर्ण चरणमा 10 जना रहेका छन्, शब्दमा 1 जना, वाक्यमा 3 जना, पाठ र कथामा चाहिँ 4 जना। यो चाहिँ नेपाली विषयको रहेको छ भने गणितमा चाहिँ प्रारम्भिकमा 1 जना पनि नरहेको, एक अङ्कको सङ्ख्यामा चाहिँ 7 जना रहेका छन्, 2 अङ्कको सङ्ख्यामा 4 जना, जोडमा 5 जना, घटाउमा पनि 0 रहेका छन्, गुणनमा 4 जना र भागमा चाहिँ 1 जना। यो चाहिँ कक्षा 3 को रहेको छ भने कक्षा 4 मा चाहिँ टोटल विद्यार्थी संख्या चाहिँ 31 रहेको छ, जसमध्ये प्रारम्भिकमा चाहिँ 5 जना रहेका छन्, वर्णमा 16 जना रहेका छन्, शब्दमा 3 जना, वाक्यमा 2 जना, पाठ र कथामा चाहिँ 4 जना रहेका छन्। यो चाहिँ नेपाली विषयको भयो। त्यस्तै गरी गणित विषयमा चाहिँ प्रारम्भिकमा चाहिँ कक्षा 4 मा 2 जना छन्, 1 अङ्कको सङ्ख्यामा 7 जना छन्, 2 अङ्कको सङ्ख्यामा 6 जना छन्, जोडमा 4 जना छन्, घटाउमा 3 जना, गुणनमा 8 जना र भागमा चाहिँ 0 जना रहेका छन्। त्यस्तै गरी कक्षा 5 मा जम्मा विद्यार्थी संख्या चाहिँ हामीले 30 जनाको लिएका छौँ। त्यसमध्ये प्रारम्भिक चरणमा चाहिँ 5 जना, वर्णमा 7 जना, शब्दमा 4 जना, वाक्यमा 9